योभन्दा अगाडि चाहिँ हामीले आरटिसी सेक्सन जुन डायोड पछि सिमोस सेलबाट इन भएको र एलडिओबाट इन भएको जुन हाम्रो भोल्टेज 3.3 भोल्ट हुन्छ त्यो डायोड पछि चाहिँ डायोडको आउटपुट पछि हाम्रो पिसिएससम्म के नामले पुग्छ र कति कति भोल्ट पुग्छ भनेर हामीले पहिले हामीले योभन्दा अगाडि डेफिनेसन गरिसकेका छौँ र आज चाहिँ हामीले चाहिँ यसलाई प्र्याक्टिकली भोल्टेज आउँछ कि आउँदैन भनेर हेर्छौँ र त्योभन्दा अगाडि हामीले थियौँ हाम्रो यस आरटिसी आरएसटिएच र आरटिसी आरएसटिएच जुन आरटिसी आरएसटिएच छ त्यसको आरसी 8 र यस आरटिसी आरएसटिएच छ जसको के छ हाम्रो आरसी 10 गरेर के छ दुईटा हाम्रो यहाँनिर इनपुट भएको छ र हेर्न सक्छौँ दुईटा हाम्रो यहाँनिर के छ इनपुट भएको छ ओके यस आरटिसी आरएसटिएच र आरटिसी आरएसटिएच जुन आरटिसी आरएसटिएच छ त्यसको आरसी 8 र यस आरटिसी आरएसटिएच छ त्यसको के छ आरसी 10 रहेको छ 20 किलो ओमको यसमा चाहिँ जति इनपुट भएको छ सिमोस सेलबाट या हाम्रो एलडिओबाट जति इनपुट भएको छ त्यति नै के हुन्छ यसमा आउटपुट हुन्छ भनेको 3.3 भोल्ट इनपुट भएको छ भने 3.3 भोल्ट नै आउटपुट हुन्छ यदि सिमोस सेलको मात्र भोल्टेज जुन 3 भोल्ट मात्र इनपुट भएको छ भने 3 भोल्ट नै के हुन्छ त्यतिर आउटपुट हुन्छ र यसको हाम्रो बोर्ड भ्यूमा हेर्छौँ यसमा चाहिँ के छ भने आरसी यतातिर हेरौँ यहाँनिर के छ आरसी 8 र आरसी हाम्रो के छ 10 रहेको छ यसमा चाहिँ भोल्टेज टेस्ट गरौँ ओके एउटा छोडेर आरसी 8 3.3 भोल्ट इनपुट भएको छ भने यसको आउटपुट पनि के हुन्छ 3.3 भोल्ट नै हुन्छ र अर्को के छ आरसी 10 ओके आरसी 10 3.14 इनपुट भएको छ भने 3.14 नै के हुन्छ यसमा आउटपुट हुन्छ ओके अब अर्को रहेको छ हाम्रो चाहिँ अर्को हाम्रो के रहेको छ भन्दाखेरि आरसी 9 हाम्रो इन्ट्रुडर ओके यसको आरसी 9 हाम्रो इन्ट्रुडर रहेको छ यहाँनिर इन्ट्रुडर यसमा चाहिँ हाम्रो 1 मेगा ओमको रजिस्टर लगाइएको छ यसमा चाहिँ हाम्रो 1 मेगा ओमको रजिस्टर लगाइएको छ यसमा चाहिँ इनपुट चाहिँ 1 जति हाम्रो आरटिसी सेलबाट र आरटिसी सेक्सनमा जुन आउँछ त्यति भोल्ट इनपुट हुन्छ भने आउटपुट चाहिँ 2.8 समथिङ भोल्ट के हुन्छ हाम्रो यहाँनिर आउटपुट रहेको हुन्छ अब आरसी 9 भनेको यसको भन्दा अगाडिको भाग यो चाहिँ हाम्रो इनपुट भाग चाहिँ हाम्रो के छ 3.14 जुन आरटिसी सेल आरटिसी उसबाट इनपुट भएको हुन्छ भने हाम्रो अर्को छ आउटपुट साइडमा 2.6 2.8 2.7 चाहिँ के भइरहेको हुन्छ आउटपुट भइरहेको हुन्छ यो चाहिँ एक्ज्याक्टली ओके छ ओके अब त्यसपछि हाम्रो अर्को के रहेको छ भन्दाखेरि हाम्रो इन्टरनल भिआरएम इनेबल है इन्टरनल भिआरएम इनेबल रहेको छ इन्टरनल भिआरएम इनेबल यहाँनिर हामीले देख्न सक्नुहुन्छ इन्टरनल भिआरएम इनेबल यसमा चाहिँ हाम्रो 330 किलो ओमको रजिस्टर लगाइएको छ यसमा 330 किलो ओमको रजिस्टर लगाइएको छ र यसको नाम छ RC1 ओके RC1 हाम्रो यसको प्लेस नम्बर हेरौँ RC10 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 RC1 ओके भनेपछि 1 2 3 4 5 नम्बरमा यहाँनिर 1 2 3 4 1 5 यसमा चाहिँ हाम्रो सिमोसको आरटिसी इनपुट भएको छ 3.3 भोल्ट भने अर्को छेउमा चाहिँ हाम्रो यसमा पनि 2.8 2.7 के छ इनपुट हुन्छ यसमा पनि ओके हामीले यहाँनिर देख्न सक्छौँ 2.8 2.7 के छ इनपुट हो इनपुट चाहिँ हाम्रो जुन आरटिसी सेलबाट निस्केको त्यही नै इनपुट हुन्छ ओके डिएसडब्ल्यू भिआरएम इनेबल यसमा चाहिँ डिएसडब्ल्यू भिआरएम इनेबल अर्को चाहिँ हामीले यहाँनिर देख्न सक्नुहुन्छ हाम्रो आरटिसी सेक्सनबाट जुन पिसिएससम्म इन भएको छ नो सिपियुसम्म गएको छ यो के छ 330 किलो ओमको रजिस्टर यहाँनिर लगाइएको छ र यसमा चाहिँ के छ डिएसडब्ल्यू भिआरएम इनेबल भनेर के छ इनपुट गरिएको छ र यसमा पनि के छ भने वान साइडमा जुन आरटिसी भोल्टेज देखिनु पर्यो अर्को साइडमा चाहिँ 330 किलो ओम रजिस्टर लगाएको कारणले गर्दाखेरि 2 point समथिङ भोल्ट यसमा पनि देखिन्छ यसको चाहिँ प्लेस नम्बर RC78 अब यसलाई हामीले सर्च गरेर हेर्छौँ RC78
ओके हाम्रो चाहिँ सिपियुको अर्को साइडमा रहेको छ RC 78 भनिसकेपछि UC8 को तल 4वटा हाम्रो यहाँनिर रहेको छ यसमा पनि हामीले देख्न सक्छौँ जुन आरटिसी छ त्यो आरटिसीको हाम्रो इनपुट भएको छ यहाँनिर भने अर्को साइडबाट हाम्रो के छ आउटपुट हुन्छ 2 पोइन्ट मैले भनिसकेको छु 2.8 2.7 2.9 यसरी के छ आउटपुट हुन्छ र ओके र अर्को हाम्रो रहेको छ जुन आरटिसी सेक्सनबाट निस्किसकेपछि डाइरेक्ट कहाँ जान्छ सिपियु भित्र है कहाँ जान्छ हाम्रो डाइरेक्ट सिपियु भित्र यसलाई ओके यसरी नै प्र्याक्टिकल रूपमा हजुरहरू पढ्न चाहनुहुन्छ भने हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुनेछ र हाम्रो भिडियो हेरेर पनि भिडियोलाई लाइक सब्स्क्राइबहरू गर्नु होला र भिडियो हेरेर पनि हजुरले रेगुलर स्टेप बाई स्टेप भिडियो हेर्नुभयो भने तपाईहरुलाई केही हदसम्म रिपेयरको लागि हेल्पफुल पनि हुनेछ हस् बाई